समय सधैँ बदलिँदैछ तर केही कुरा कहिले बदलिँदैन, जस्तै समर्पण, निष्ठा र मेहनत। महालक्ष्मी विकास ब्याङ्कको यात्रामा केही साथीहरू यस्ता छन् जो हाम्रै धड्कन बन्न पुगेका छन्। यी हुन् हाम्रा ती असल कर्मयोगीहरू जसले 20 वर्षभन्दा बढी समयसम्म महालक्ष्मी विकास ब्याङ्कलाई आफ्नो दोस्रो घर बनाए। महालक्ष्मी विकास ब्याङ्कले आज 9 जना सक्रिय कर्मचारीहरूलाई सम्मान गरिरहेका छ। गीता सेचौलाजी, आदरणीय सजिता अधिकारी देवकोटाजी, सहकर्मीहरूको सुमधुर सम्बन्ध। सुरुमा मलाई केही काम आउँदैन थियो र अहिले मलाई जुनसुकै डिपार्टमेन्टबाट पनि जुन काम लाउँदा पनि म सजिलै हल गर्न सक्छु भन्ने मेरो आत्मविश्वास बढेको छ। अनुशासन र धैर्यताको पाठ सिकाएको छ। धैर्यता, मिहिनेत र अनुशासनका साथ काम गर्नुपर्छ। धैर्यवान, निष्ठावान र कर्मयोगी बन्न सिकाएको छ। इमान्दारी, अनुशासन र जिम्मेवारी बोध सिकाएको छ। लगनशील, अनुशासित, वफादारी, इमान्दारिता, अनुशासन, समर्पण, ग्राहकहरूको सेवा, नेतृत्व, चेन अफ कमान्ड जस्ता कुराहरू 20 वर्षसम्म सिक्ने मौका पनि पाइयो। यस संस्थाका नियम, कानुन र सानो ठुलो नभनी एक नास साथ समान व्यवहार गर्ने हुनाले संस्थाप्रतिको विश्वास, सहकर्मीहरूको सहयोग, मिहिनेत गर्यो भने सफलता प्राप्त हुन्छ। मेरो सिनियर सरहरूको माया, सहयोग, विश्वास र सहकर्मीहरूको सहयोग, पारिवारिक वातावरण छ। इमान्दारिता, अनुशासन, समर्पण, राम्रो काम गर्ने वातावरण, व्यक्तित्वको विकास, सहकर्मीहरूको सुमधुर सम्बन्ध, मिठो सम्झना, सिकाइ र अनुशासन। धेरै कस्टमरहरूले दुःख भोग्नुपर्ने हुन्थ्यो, लाइन बस्नुपर्ने हुन्थ्यो भने अहिले डिजिटलाइज ब्याङ्किङ सिस्टमहरू धेरै नै डेभलप भएको कारणले गर्दा घरबाट नै आफ्नो समस्या समाधान गर्न सक्नुहुन्छ। सीमित स्रोत साधनका बावजुद पनि धेरै कुराहरू सिक्नुपर्ने थियो। सिकाइ र सङ्घर्षको क्षणहरू याद आउँछ। साथीहरूको सहयोग, अग्रजहरूको मार्गनिर्देशन, सङ्घर्षमय ब्याङ्किङ क्षेत्रको कुनै प्रणालीहरू थाहा थिएन। हाल आएर यस संस्थामा आबद्ध भएपछि कसरी ब्याङ्किङ क्षेत्र चलाउने भन्ने कुराहरू चाहिँ थाहा भएको छ। हामीलाई जे बैङ्कबाट जे सेवा सुविधा चाहिन्थ्यो त्यो सेवा सुविधा लिनको लागि सम्बन्धित बैङ्कमै धाउनु पर्ने थियो। कागजी प्रक्रिया वा ढड्डामा हुन्थ्यो भने ब्याङ्कमा ग्राहकहरू आएर कयौँ घन्टा लाइनमा बसेर ब्याङ्किङ कारोबार गर्नु पर्थ्यो भने अहिले आधुनिक र डिजिटल मोबाइल ब्याङ्किङले गर्दा ग्राहकहरूलाई छिटो र छरितो र सुरक्षा भएकोले त्यस्ता समस्याबाट अहिले हामी चाहिँ मुक्त भइरहेका छौँ। लेजर ढड्डामा लेखेर गरिन्थ्यो भने अधिकांश कामहरू म्यानुअली गर्नु पर्थ्यो र लामो समय लाग्थ्यो भने अहिले डिजिटलाइजेसन भएको कारणले गर्दाखेरि थोरै समयमा धेरै काम सफल हासिल गर्नुहुन्छ। ग्राहकहरू खुसी हुनुहुन्छ। हामीहरूले ग्राहकहरूको विश्वास जित्नको लागि ग्राहकहरूको आवश्यकतालाई बुझ्ने। ग्राहक भनेका हाम्रा भगवान हुन्। उनीहरू बैङ्कमा छिर्ने बित्तिकै हँसिलो मुस्कानले उनीहरूलाई स्वागत गर्ने। ग्राहकको काम के छ इम्पोर्टेन्ट त्यसलाई बुझेर हामीले काम गर्न सक्यौँ भने हामीले ग्राहकको मन जित्न सक्छ जस्तो लाग्छ। ग्राहकको अपेक्षा र आवश्यकता बुझेर सेवा प्रदान गर्नु नै आवश्यक छ। कुनै पनि ग्राहकहरू ब्याङ्किङ क्षेत्रभित्र छिर्ने बित्तिकै उहाँहरूको सेवा सुविधालाई ध्यानमा राखी ग्राहकहरूलाई आवश्यकता अनुसारको कामकाजीमा सहयोग पुर्याइदियो भने ग्राहकहरूलाई सन्तुष्ट बनाउन सकिन्छ भन्ने महसुस गरेको छु। ग्राहकको गुनासो आफ्नै समस्या हो भन्ने ठानेर उक्त समस्यालाई समाधान गर्नलाई मैले कोसिस गरेँ। आफूले जानेको कुरा पुरानोलाई सिकाउने, पुरानोले जानेको कुराहरू आफूले सिक्ने। यस महालक्ष्मी विकास ब्याङ्कमा काम गर्न एकदम सहज छ। पारिवारिक वातावरण छ। इमान्दारीपूर्वक काम गर्नुहोला, नियमित सिकिरहनुहोला। नयाँ आउने कर्मचारीहरूलाई म स्वागत गर्न चाहन्छु। काम गर्ने इच्छा शक्ति, लगनशीलता भइयो भने ब्याङ्किङ सेक्टर सफल नै हुन्छ भन्ने जस्तो लाग्छ मलाई। ब्याङ्किङ क्षेत्र अवसर मात्र नभएर जिम्मेवारपूर्ण र चुनौतीपूर्ण पनि छ। ब्याङ्कको लक्ष्यलाई नै आफ्नै लक्ष्य ठानी काम गरी अगाडि बढ्नको लागि अनुरोध गर्छु। ग्राहकहरूको सेवा र टिमवर्कको भावनाले काम गर्नलाई सुझाव पनि दिन्छु।
2 दशकसम्म यस संस्थामा काम गर्दा अनुशासित, लगनशील र ग्राहकको विश्वास जित्नु नै संस्थाको सफलताको आधार हो भन्ने ठान्दछु। परिवर्तनलाई स्वीकार्नु र आफ्नो कामलाई निरन्तरता दिनुभयो जस्तो लाग्छ। सबैभन्दा मूल्यवान पाठ भनेको इमान्दारिता, मेहनत, नैतिकता, अनुशासन, मिहिनेत, धैर्यता र विश्वासका साथ अगाडि बढ्नुपर्छ। भाइचाराको व्यवहार र एकअर्काप्रतिको विश्वास, निरन्तर सिकाइ, मेहनती, अनुशासन र धैर्यता भएर सिक्नु नै हो। व्यवस्थापन समितिलाई हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। मनैदेखि हृदयदेखि धन्यवाद दिन चाहन्छु। मेरो जिम्मेवारी, लगनशीलता र इमान्दारिताको प्रतिफल हो भनेर मैले लिन चाहन्छु। हृदयदेखि धन्यवाद दिन चाहन्छु। आभार प्रकट गर्न चाहन्छु। हृदयदेखि धन्यवाद दिन चाहन्छु। म हाम्रा अग्रज सरहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद व्यक्त गर्न चाहन्छु। धन्यवाद व्यक्त गर्न चाहन्छु। यसरी सम्मान गरेकोमा सिओ सर, म्यानेजमेन्ट टिमका सिनियर सरहरू, बोर्डका सरहरू सबैलाई धन्यवाद र कृतज्ञता ज्ञापन गर्न चाहन्छु। आगामी दिनहरूमा पनि यस्तै कार्यक्रमहरू सञ्चालन गरिरहोस् भन्ने शुभकामना व्यक्त गर्दछु। जय महालक्ष्मी। हामी गौरव गर्छौँ हाम्रो कर्मचारीहरूप्रति जसको योगदानले आज महालक्ष्मी विकास ब्याङ्कलाई यो उचाइमा पुर्याएको छ। यो सम्मान उहाँहरूको तपस्या र कर्तव्यप्रतिको निष्ठाको सम्मान हो।